नेपाल कसैको रणमैदान होइन। हामी सबैको शान्ति थलो बनाउनु पर्दछ। नेपाल हाम्रो साझा घर हो र हाम्रो साझा थर नेपाली हो। प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो। स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन। आम नागरिकको सुरक्षा, न्याय, घाँस-बास, कपास, शिक्षा र रोजगारीको सुनिश्चितता सहितको स्वतन्त्रतालाई मात्र हामी पूर्ण प्रजातन्त्र मान्न सक्दछौं। यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझै आम नेपालीको सपनामा सीमित रहेको बुझ्नु पर्दछ। राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडा महाराज धीराजको विचार र प्रतिबद्धता हो। नेपाल सबै वर्ग, सबै समूह, सबै क्षेत्रका